हेलो गाइस, के छ सबैजना आराम हुनुहुन्छ होला हैन। म चाहिँ मेरो अर्को भ्लग लिएर उपस्थित भइसकेकी छु। म चाहिँ यो नेक्स्ट शनिबार चाहिँ मेरो भिनाजुको घर गएको थिएँ। भिनाजुको घर गएर मैले बिहानै भ्लग गर्छु भनेर सोचेको थिएँ, तर भने जस्तो त भएन। अलिअलि भिनाजुको घरमा के छन् यताउता देखाइछु, त्यो हेर्नु है त। मैले चाहिँ भिनाजुको घर गएर त्यति धेरै काम त गरिनँ। अलिअलि मलाई मनपर्ने करेलाको मन्डा चाहिँ मलाई धेरै मनपर्छ। करेलाको हरियो साग चाहिँ, त्यसपछि मलाई मनपर्ने साग सबैलाई खुवाउँछु भनेर मैले पकाउन स्टार्ट गरेँ, पकाएँ। दिदीले अलिअलि भिडियो गर्दै भिनाजुहरूसँग गफ गर्दै पकाएँ। मैले चाहिँ यहाँ आउँदा चाहिँ मलाई एकदम रमाइलो लाग्छ कि यहाँ सबै कुरा पाइन्छ कि यहाँ चिसो भएर होला सबै चिज पाइन्छ। त्यसैगरी मेरो भिनाजुले चाहिँ मासु पकाउँछु भनेर लाउनु भयो। अलिअलि पाहुना पनि हुनुहुन्थ्यो, त्यही भएर भिनाजुले चाहिँ छिटो छिटो गरेर मासु पकाउनु भयो। त्यसपछि दिदीले सबैलाई खाना रेडी गरेँ। मैले चाहिँ सबैलाई पाहुनाहरूलाई खाना खुवाएँ, बाबाहरू भिनाजुहरू सबैलाई। त्यसै गरेर चाहिँ हाम्रो 10-11 बजिसकेको थियो। मैले चाहिँ अलिअलि पलङ पाकेका रहेछन्, मैले पलङको भिडियो गर्छु भने, अलिअलि भ्लग पनि गर्छु भने पलमहरू पनि खाएँ अलिअलि। त्यसपछि चाहिँ म घरतिर आएर हजुरआमासँग मजाले कुरा गरेँ, दिउँसभरि कुरा गरेँ हजुरआमासँग। त्यसपछि चाहिँ साँझ पर्न लागेपछि हजुरआमाका मिठा गफ सुनेर म मावला जान्छु भनेर आँटेँ। मावला जाने बेला चाहिँ मैले धेरै केही भिडियोहरू केही गरिनँ। माथिबाट चाहिँ अलिअलि सिनहरू खिचेँ। हाम्रो माथि सबभन्दा टपदेखि चाहिँ वामी टक्सारहरू, हाम्रो घरहरू सबै देखिन्छ कि छ्याङ्गै देखिन्छ। त्यसपछि चाहिँ म मेरो मावलतर्फ जाने क्रममा चाहिँ चौतारी, काफल, त्यसपछि अर्को के पाउँछ कि त्यो के अरे ऐँसालु सबै खाँदै फोटोहरू अलिअलि खिच्दै हावाहुरी चल्थ्यो। म मावली घर पुगेँ। मावली घर पुग्दा चाहिँ त्यहाँ भाइले कुरेर बसेको रहेछ, मजा लाग्यो। मावला गएर पनि एकदम खुसी भएर बसेँ। त्यसपछि मावली शनिबार त्यहीँ बसेँ। म मावला अलिअलि भिडियो गरेँ, मावलाको चाहिँ धेरै भिडियो गर्न पाइनँ। त्यसपछि चाहिँ म ठ्याक्क आइतबारको बिहान चाहिँ म दिदीकोमा फेरि फर्केँ। अब चाहिँ नेक्स्ट भ्लगमा है त पार्ट 2। धेरै त्यस्तो मलाई भोइस ओभर गर्न चाहिँ आउन। बाई।